हामी फर्किँदैछौँ गाइजहरू होइन। हेर्नु बाटो यस्तो अफरोड टाइपको छ तर पनि रमाइलो छ। अनि आजको वचन चाहिँ एकदमै राम्रो वचन दशहराको बारेमा, तर जस मजाले व्याख्या गरेर खुलाएर हाम्रो अन्जुलिसले वचन पनि राख्यो। सन्तादिका हुनुहुन्थ्यो हाम्रो उर्मिला दिदी, अनि हाम्रो वर्कसिपमा सुरेन भेनाजीले सुरेन सरले गर्नुभएको थियो अरे। म चाहिँ त्यतिकै आएको थिएँ घुम्नलाई हेर्न त्यतिकै। अनि साह्रै रमाइलो भयो बगदाको यात्रा साथीहरू। अनि आउनु होला धेरै जस्तो पिछे भयो र यसरी गर्छ। तिनवटा लुप बाटोहरू पनि छ। अनि लुप बाटोमा तिनवटा लुप बाटोबाट पनि छिर्न सकिने छ। एउटा चाहिँ मेन बाटो छ उता अगाडि पनि अनि यता पछाडि पनि। मैले कता कता भने यता खोला साइड पूर्वको खोला र पश्चिमको खोलाको बिचमा पर्छ बगदाले। जस्तो लागिरहेको है यता कस्तो कोला गाडीमा चाहिँ। अनि साथीहरू कोला खान चाहनुहुन्छ, कोलाको व्यवसाय गर्नुहुन्छ भने चाहिँ यो बगवाला सम्झिन मार्छ होला। कसको व्यापारीहरू पनि आफ्नो आफ्नै साइड हुँदो रहेछ यता मार्छन् होला। फेरि भन्यो भने त आउनु होला भनेर भने रमाइलो है गाउँ पनि। अहिले हरियो भएर नि मकै गोड्ने बेला हेर्नु न साथीहरू। तर मकैलाई हल्का यो किराले खाँदै रहेछ कि किराले चाहिँ नखाइदिया हुन्थ्यो। यो किरा लाग्छ तर यो किराले खाएको भन्दा नि खडेरीले खाएको भन्दो रहेछ क्या। खडेरी खाएको भन्छ खडेरी। तर सबै उयो ओछ्याउँदो रहेछ नि त यहाँ त फेरि। बर्खाको सिजनमा चाहिँ ढुसीले खायो भन्छ होइन। त्यो ढुसी भन्दा नि अर्को के भन्छ त्यो मकै त उसले खाँदैन, किरा सेतै लाग्छ। बर्खाको सिजनमा चाहिँ बर्खा अरे जाडो त धानलाई खान्छ। युद्धको समयमा आलुहरू यस्तो के खान्छ नि त्यसलाई चाहिँ हुस्से लाग्छ। रमाइलो रहेछ गाउँ रहेछ। हरियो परियो हुँदा जहीँ पनि रमाइलो हुन्छ है। मलाई त कता कता नाङ्राङे अस्ति गएको महसुस भइरहेको छ। अनि अस्ति क्या उहाँ गएको नि त के भन्छ कस्तो दामी क्या फुल हरियो नहुँदा चाहिँ त्यस्तो हुँदैन। सबै किराले खाएको छ अन्त यता त पहाडै पहाड छ। पहाडतिर नि हरियो परिआयो त रमाइलो हुने रहेछ। घामले चाहिँ अनुहार टल्केर मिसहरू मध्येमा म आफैलाई कति डिफ्रेन्ट लाग्छ कि किन समयको कुरादेखि अब फेरि नाङ्राङे झुन्डामा पानीको कामहरू पनि मैले नि अब गरिराखेको छु। त्यहाँ बजेटको कामहरू होइन। त्यसमा सेलेरी पनि दिन्छ हुँदैन नि कहाँ आफू पानी सेवा मात्रै पानी सेवा। तर थुप्रो वर्ष भयो नि तपाईँले गरेको त सेवा। यसो उयो पनि हुनु चाहिँ पर्ने हुन्छ।